कहाँ होला जाने कहाँ होला हजुर गाउँ थाहा छैन भनेर कुन बाटो कहाँ जाने होला अनि हाम्रो भेटघाट फेरि होला के होला प्रभु यहाँनिर आएर पर्यो गर्नु पर्यो यो मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी मथुरामा कृष्ण जन्मे गोकुलमा गोपी हजुर हाम्रो भेटघाट भोलि भोलि के हो के हो हजुर हो कसैलाई पनि थाहा छैन प्रभु एक कुन बाटो एक कहाँ जाने होला फेरि भेट ए होला कि नहोला अनि पुराण सुन्दाखेरि हुँदैन है हजुर हो 84 लाख पनि घुमेर मात्र मनुष्यको होइन होइन हो त्यसै पाइँदैन हेरी ल्याउँदाखेरि त्यसै पाइँदैन के हुन्छ है त हजुर भन्नुहोस् त 20 लाख दुनी हुन पर्ने बोटो बिरुवा गरी 20 लाख दुनी हुन पर्ने बोटो बिरुवा गरी 11 लाख दुनी जलजन्तु पशु गरी है त 11 लाख किरा फटेङ्ग्रा 10 लाख पन्छीहरू 30 लाख दुनी पशु हुन पर्दो रहेछ बरु पशु त धेरै भएपछि नि 4 लाख दुनी वन मानिस र मानिसको भयो त्यो त थोरै सबै जोडी ल्याउँदा 84 लाख भयो यसरी हजुर एकचोटि फेरि सुन्नुहोस् है त भन्नुहोस् 20 लाख दुनी बोट बिरुवा गरेर 9 लाख चाहिँ जलजन्तु पानीभित्र बस्ने 11 लाख किरा फटेङ्ग्रा धमिरा गरेर 11 लाख 10 लाख पन्छी 30 लाख चाहिँ पशु यति भइसकेपछि हजुरको 4 लाखमा आएपछि बाँदर मर्दै बाँदर मरेर मान्छे बारे भन्छन् नि हो 4 लाख चाहिँ बाँदर हालु भएर भएपछि बल्ल मनुष्यको चोला पाइन्छ है त्यसै पाइँदैन त्यसै पाइँदैन यसो हेरी ल्याउँदाखेरि त्यसै पाइँदैन होइन यो 84 लाख हुन त धेरै गाह्रो भयो नि प्रभु भनेर अर्जुनले कृष्णलाई क्वेसन गर्दा कृष्णले भन्नुभयो होइन अर्जुन यो यसरी घुम्यौ भने त तिमी घुम्यौ अब 84 लाख हुनुपर्ने तिमी अर्को उपाय छ है भने प्रभु के उपाय छ भनेर अर्जुनले हात जोडेर भगवान कृष्णलाई भन्नुभयो हे अर्जुन सिधै मेरो धाममा आउने बाटो पनि छ है यो अरू सारा संसार छोडेर मेरो नाम ल्याऊ हेर्नु यो अजामेलको कथा सुन्नुभयो नि जन्मभरि धर्म नगर्ने हरियो पनि नभनी जोगीलाई एक बुढी भिक्षा पनि नदिने यस्तो पाखण्डी बाहुन मर्ने बेलामा कान्छो छोराको नाम नारायण राखेको अनि मर्ने बेलामा छोरापट्टि मन गएछ हे बाबु मेरो नारायण त्यस्ता पापी अजामेल ब्राह्मण छोरी गईमा
नगरी बक्सियोस् यो संसार भनेको यस्तो हो यो संसारमा आइसकेपछि नमर्ने कोही पनि छैन जन्मसँगै मृत्यु पनि लिएर आएको भन्छ प्राणीहरूले जन्मेपछि मर्न एक दिन निश्चय पर्छ राजा भनेर भगवानको नाम राजा भनेर परीक्षितलाई नारायण बताइदिनु त्यतिखेर बताइदिनु के बताउनु भयो भन्दा यो भगवानको नामै रहेछ पार पार नाम जब भने पुग्दो रहेछ त्यसै भएर अनि फेरि एउटा जोडियो नि भगवान आत्मारूपी राम भनेका सबैको आत्मामा रामको वास हुन्छ जति प्राणीहरू छन् संसारमा तिनीहरूको आत्मामा भगवान रामको वास हुन्छ है यो पक्कै हो त्यसै भएर भजनले भन्छ नि अनि त्यो भन्दा अगाडि चाहिँ हामीले के गर्नु भने जन्म दिने माता पिता हिजो नि भने नि एउटा भजन अरे सेवा गरौँ जन्म दिने बार आमाको दर्शन गरौँ आत्मारूपी श्री रामको सेवा गरौँ सेवा गरौँ जन्म दिने बाह्र आमा भगवानको पूजा गर्नु भन्दा पहिला बाह्र आमाको सेवा गर्यो भने भगवानको पूजा गरे भन्दा बढी फल मिल्ने पहिला नम्बरमा सेवा गरौँ जन्म दिने बाह्र आमा आमाले जन्म दिएर हामी यो संसारमा आइयो नि अनि उहाँको सेवा गर्यो भने भगवानको पूजा गर्यो भन्दा बढी फल मिल्ने त्यसपछि भगवान खोज्न अन्त नजाऊ अनि दर्शन गर्नु आत्मारूपी श्री राम राम भनेको आत्मारूपी राम हुन् सबैका आत्मामा भगवान रामको वास हुन्छ राजा भनेर सुखदेवले यसरी भन्दै जाँदाखेरि यस्तो प्रभु अचानक आउँछ लगिहाल्छ अरे संसार हेर्ने आँखालाई छोप्छ गालाले जान्न जान्न भने पनि लान्छ गालाले संसार हेर्ने आँखालाई यो जालले छोप्छ म जान्न प्रभु बाँच्छु भन्दा पनि कालले मान्दैन रोपेर लान्छ यो घरबारी सारा सन्तान मेरो छोरा नाति दान परिवार मेरो 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 भन्यो अनि मेरो मेरो भन्दा भन्दै जानु पर्ने मेरो मेरो भन्दै परानी एकैछिनमा भइहाल्छ परानी भन्दै भन्दै अब आजलाई यो भजन यही टुङ्ग्यौँ अब फेरि भनौँला भन्दै यहाँलाई भोलि आउने बाचा गर्दै दाजुभाइ दिदीबहिनी सबैलाई नमस्कार गर्दै
लाग्दै यहाँले सुन्दा सुन्दै समयले